त्यही हो कस्टम खेल्नलाई चाहिँ केटा हो यति चाहिँ गरिदिनु पर्यो। 4टा नम्बर छ, 4टा नम्बर थाहा पाएर यसो मलाई फेसबुकमा डिएम गर्नुहोस्। अनि त्यही हो टुर्नामेन्ट चाहिँ म गराइरहेको हुन्छु, हप्तामा 1-2 चोटि भइरहेको हुन्छ। अहिले नि अर्को पनि टुर्नामेन्ट छ, 1 vs 4 जित्नेलाई 200, 1 vs 6 जित्नेलाई 500 छ होइन। त्यही हो टुर्नामेन्ट त यत्तिकै छ होइन केटा हो, तर सपोर्ट पनि हुनु पर्यो है। टुर्नामेन्ट पनि राखेको जस्तै नै सपोर्ट गर्नु पर्यो। अझै पनि सपोर्ट त गर्नेले त गरिरहेछ होइन, नगर्नेले पनि गर्नु पर्यो यसो। त्यही हो। अनि यहाँनिर हेर्न सक्नुहुन्छ केटाहरूको गेम प्ले बब्बल छ होइन। टेम हेटान्छ, आफ्नो लाग्दैन त्यस्तो। आफूले कस्टम खेल्नु पर्यो अनि MP40 भएको कि UMP SMG प्लेयर हो नि त। अनि जबसम्म गोली सकिँदैन तबसम्म फेरि मैले कस्टम खेलेँ भने चाहिँ बडी सर्टवाला खेल्ने बानी हो। त्यही हो। हजुरहरू चाहिँ कस्टम कस्तो खेल्नुहुन्छ कमेन्ट गर्नुहोस्। अनि हजुरहरूलाई कसले जित्छ त्यो पनि कमेन्टमा लेखिहाल्नुहोस्। अनि त्यही हो केटा हो, कताबाट भिडियो हुन्छ भनिदिनुहोस्। यस्तो बबल लेट हान्छ यार, PC प्लेयर जस्तै यसलाई त प्यानल युजर जस्तै। आज चाहिँ म दोकानमा बसेर भिडियो बनाउँदैछु, त्यही कारणले ब्याकग्राउन्ड अलिक कस्तो होला होइन, त्यसको दुःख चाहिँ नगर्नुहोस्। त्यही हो। मैले यो भाइलाई गिलमा हालिरहेको छु, भाइले गिलमा आउने भन्नु, अब यस्तै प्लेयर चाहिएको हाल्नु त पर्यो। अनि त्यही हो, मलाई गिलमा प्लेयर पनि चाहिरहेछ। इन्ट्रेस्ट हुनुहुन्छ नि यसो हाम्रो गिलतिर नि ध्यान दिनुहोस्। टक क्यारेक्टर स्किल अफ अन पनि दो केटा हो, सुरुमै कुरा मिलाऊ है, नत्र फाइदा पनि हुनसक्छ घाटा पनि हुनसक्छ। हेडसट लाग्यो मर्दैन, लास्टमा उल प्रायर के बोके हुन्छ। ऊ यस्तो हुटवे गरेर लेट हान्दा मरेन। अब UMPले भरे भाइले नै मारिदिन्छ, टेम हानिदिन्छ दामीवाला हेडसट। न्यू इयर कस्तो मनाउनु भयो त, के पार्टी गरियो केटा हो। केटाहरूको गेम प्ले हेऱ्यो, भिडियो बनाइदियो, बस्छु आफू चाहिँ। सब्सक्राइबरहरूलाई टुर्नामेन्ट खेलाउँदा भिडियो बनाइदिँदा आफ्नो त ऱ्याङ्क पुस गर्ने टाइम धरि हुँदैन यार, यत्तिकै लठालुङ्गा। लास्टमा डायमन्डमा चाहिँ पुस गरेँ हिजो, अब हिरो छिन्नुपर्ने, यत्तिकै बसेर आफू चाहिँ ऱ्याङ्क पुस पनि गरेको छैन। काम हुन्छ यार केटा हो। भिडियो एडिट गऱ्यो, दिनभरि पसल बस्यो, त्यही हो। गाह्रो छ एक बबाल। गेम प्ले त कडक छ केटाहरूको। हजुरहरूको साथीभाइहरूलाई चाहिँ सक्दो सेयर गरिदिनु है भिडियोहरू चाहिँ। 3-4 घन्टा भिडियो एडिट गर्ने लाग्छ, के गर्दै पोस्ट हुँदै लगभग 4 घन्टा जति त हुन्छ। भिडियो बनाउनु 10 मिनट, अनि तपाईँलाई 10-15 मिनटको भिडियो हेर्नु पनि अलिक अल्छी गर्नुहुन्छ। अब 4टा पासवर्ड चाहिँ भेट्टाउनुहोस् अनि मलाई डिएम गर्नु होइन, त्यो भन्छु। अनि केटी हो बोयफ्रेन्ड चाहिएको छ भने चाहिँ हाम्रो गिलमा हो होइन, सब केटै मात्र छ। टक वाल लगाउँदै हिँड्छन् केटाहरू। आफू अनि खेल्नु पर्यो भने वालै युज गरिदिनु। मर त हुन्छ नि त केटाहरू त,
डेजर्टले ट्विन यताबाट पिकअप ट्विन यताबाट ओए त्यहाँ यार प्यानल युजर यस्तै हान्छ यार केटा भिडियो चाहिँ स्लो बनाएर हेर है यहाँनिर 5-1 गइसक्यो केटा हो हजुरहरूको फेभरेट युट्युबरको केटा हो भने कमेन्ट गर है म चाहिँ कहिले हिन्दीबाट हाल्छु कहिले नेपाली साउन्डबाटै हाल्छु है केटा हो माइन्ड नगर है टक्क लागेन टक्क हेर केटा हो लाइक शेयर गर सब्सक्राइब गर यो के भन्नु अरु त यार भन्नु नि केही छैन दिन तिमीलाई केही नसके पनि तर यार गेम प्ले चाहिँ मर्द जाँदैछ केटाहरूको टक 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 मुभमेन्ट पनि मर्द छ त हो केटाहरूको त अझ मुभमेन्ट देखाउनको जुन मारिदिइहाल्छ ल केटा हो डङ्का डङ हान जित छिटो कसले जित्छ जस्तो लाग्छ हौ केटा हो तिमीलाई चाहिँ सो कमेन्टमा आएर भन न हो भन यहाँनिर यसैलाई भिडियो बनाउँदै सुतेछु यार केटा थेट पनौती नै लागेछ यसैलाई अघि भिडियो बनाइसकेको भिडियो रेकर्ड भएन के जस्तो दिमाग तातिन्छ यार ल अब 2-3 राउन्ड कति रहन्छ केटा हो टकन टुकुन फकन फुकुन हान्देऊ अन्डी भाइ जाँदैछ युएमपी र शटगन बोकेर अनि उताबाट ससानले के बोकिरहेछ हो अन्ली भाइ फेरि ह्याकर जस्तै हान्छ केटा हो भरे आएर चेक गर है प्यानल हुनसक्छ हाम्रो भाइ जिस्केकै केटा हो भरे फेरि यसो सब्सक्राइबर बढाउन जिस्किनु पर्छ भन्छ हाम्रो त खै यताबाट 2 नालेर डेच ठस बोक्दै अब ट्याङ हेट अनि यहाँनिर बाङ लागेन यो टुस लागेन यो हाम्रो फेरि आन्दै छ टकुन फुस्छ माया बसु टुस्छ सोल्टिनीले सम्झी बुढीले छोड्दी ल बब्बाल ल बबालै केटा हो तर ब्याकग्राउन्डको भोइस चाहिँ त्यस्तै हो केटा हो कन्ट्रोल गर यहाँनिर मुभमेन्ट हेर न हौ यस्तो बबल छ म पसलमा बसिरहेछु त्यही भएर यस्तो ब्याकग्राउन्ड भएको टुकुन मुभमेन्ट हेर न मुभमेन्ट ओए बबाल ल केटा 1 vs 1 खेल्न आउनु पर्यो भिडियो हेर्दै पासपोर्ट थाप्दै हैन मेरो फेसबुकको नाम चाहिँ रोशन केशिव श्रेष्ठ छ है व्हाट्सएप नम्बर चाहिँ 0708 6 14 505
ल केटा हो फर्स्ट वानको विजेता छैन आटो जस्तै छ। ल हाम्रो भाइले जितिसक्यो फर्स्ट नाम लेख्यो अनि सनी केटा हो ल है टुर्नामेन्ट खेल्न आऊ। ल मैले भिडियो अब हालिदिइरहेको छु बिचबिचमा पासपोर्ट छ तिमीहरू पनि जित्ने भने आऊ। ल केटा हो थ्याङ्क यू फर वाचिङ केटा हो किप सपोर्ट है जति सपोर्ट गर्छु त्यति ठुल्ठुलो टुर्नामेन्ट ल्याउँछु है म चाहिँ।